Hi guys, welcome back to my channel. आज म आफ्नो मेकअप गर्छु guys. Get ready with me guys. First guys यो म आजकल युज गर्छु. मैले ब्रस पनि किन्नु पर्ने छ guys. हो नि हो guys मैले ब्रस किन्नु पर्ने छ guys. यहाँ बाहिर लोड साउन्ड आइरहेछ क्या धेरै साउन्ड बाहिर गएपछि मलाई रिस उठ्छ त्यसैमा यिनीहरू ट्रकवाला छन् ट्रक न हो बाइकवाला छन् यत्रो आवाज गर्छन् दिमाग पागल बनाइदिन्छन् गाइज म थोडा युज गर्छु गाइज मैले टिका लगाइसकेको छु हेर्नुहोस् गाइज सुम चाहिँ त हाल्ने फाउन्डेसनले मुखलाई कति राम्रो देखाउँछ अब बिहे पनि हुनेवाला छ अब बिहे पनि हुने हो कसैको त्यसरी मैले यतिधेरै मेकअप सामान किनिराखेको चाहिँ मलाई सजिलो हुन्छ नि त भाइ त्यसैले मैले किनिराखेको छु मैले ब्रस पनि किन्नु छ गाइज अहिले पैसा छैन थोडा थोडा गरेर राम्ररी गर्नु पर्यो नि त गाइड उहाँलाई सुनिँदैन कि कसैको त्यही भएर जोडले बोल्नुपर्छ सुनिन्छ कि गाइड हजुरहरू मलाई कमेन्टमा भन्नु होला त को एडिटर राम्रो हुन्छ त्यो मैले पनि युज गर्नु छ क्या कहीँ जाने बेला के आफू एकपट्टितिर एडिट गर्न सजिलो हुन्छ मेरो एडिटर है थाहा छैन है मलाई त्यसैले हजुरहरू भन्नु होला नि त गाइज देख्नुभयो गाइज तर मैले रियाक्सन गर्नु पऱ्यो मेरो मेकअपको बरु आजकल मलाई मेकअप गर्न आइहालेछ गाइज बरु म सिम्पल मेकअप गर्छु आज कहाँ जाने होइन तिहारको लागि पनि होइन खाल्लै जाऊ लाग्छ लगाए त्यस्तो हिँडेको कस्तो हिँडेको नहुँदा मलाई त मनै गऱ्यो मन लगाए थोड़ा काजल पनि लगाउनु पर्यो गाइस तिहारमा हजुरहरूको कति पैसा भयो कमेन्ट गर्नु मेरो चाहिँ कति भयो मसँग 500 छ अनि भित्र छ मेरो पैसा सब जोडेर 1340 रुपिस भएको छ 1340 500 160 660 760 860 900 960 1060 1160 1260 1360 1360 हुँदैन किनकि त्यसलाई माइनस गर्नुपर्छ 1340 रुपिस
अनि गाइस मेरो क्ले आइटम मैले बनाइसकेको छु। अब म बाहिर देखाउँछु हजुरलाई। दिस इज माई लुक गाइस। हजुरलाई कस्तो लाग्यो भन्नु मलाई गाइस। मेरो भिडियो लाइक गरिदिनु गाइस। That's my guys. This is my look guys. Just looking guys me. I am going guys. Just looking like me guys. यो घामले गर्दा कस्तो देखिया हुन्छ guys. ल bye bye guys. Next video for watching. Bye bye.